So JDM versus Islam Makhachev is arguably the biggest fight of 2025 along with Hamza Chimaev versus DDP हैन, no doubt त्यो कुरामा त. But the main thing is Islam Makhachev अहिले 15 fight win streak मा छ हैन. अनि if he defeats JDM Sunday morning मा, then Islam Makhachev ties with Anderson Silva for the longest win streak in UFC history. अनि लास्ट टाइम कमारू उस्मान वर्ल्ड वेट च्याम्पियन हुँदाखेरि ही वाज इन 15 फाइट विन स्ट्रिक हैन युएफसीमा. अनि इफ लियन आइवजलाई उसले त्यो फाइटमा डिफिट गरिदिएको भए एन्डरसन सिल्भाको यो लङ्गेस्ट विन स्ट्रिक टाई गर्थ्यो क्या कमारू उस्मानले. देन अल अफ अ सडन फिफ्थ राउन्डमा आउट अफ नोवेयर सिन टु द फकिङ डोम है लियन एडवर्ड्स नक्ड आउट कमारू उस्मान हैन. अनि कमारू उस्मानको त्यो विन स्ट्रिक त्यहीँ एन्ड भयो हैन. अनि त्यति बेला लियन एडवर्ड्स एकदमै टेक्निकल स्ट्राइकर, अनि यता कमारू उस्मान मस्लिम रेस्लर, अनि यता के छ जेडिएम हाइली टेक्निकल स्ट्राइकर हैन, दामी बक्सर, रियली गुड निज, हेड किक्सहरू पनि दामी हान्छ जेडिएमले हैन. अनि यता मस्लिम रेस्लर स्ल्यास ग्राप्लर हैन, जस्ट लाइक कमारू उस्मान कि. अनि ऊ पनि 15 फाइट विन स्ट्रिकमा छ. अनि यो फाइट वेल्टर वेटमा नै हुँदैछ फर दि अनडिस्प्युटेड वेल्टर वेट टाइटल. सो इफ हैन लाइक आई होप त्यो ट्रु नहोस्, बट इफ कतै न कतैबाट जेडिएम डिफिट्स इस्लाम माकासेभ त्यो सेम फ्यासनमा जसरी लियन एडवर्ड्सले कमारू उस्मानलाई डिफिट गरिदिएको थियो, देन इट्स गन बी नाइटमेयर फर मी है. But if Islam Makhachev defeats JDM, which I think he can and he will, then he is going to be one of the greatest fighters of all time, no doubt त्यो कुरामा त हैन. लाइक टप 4 मा आउनेवाला छ क्या मेरो लिस्टमा त आफ्टर GSP, DJ एन्ड जन जोन्स.